भनेर पानी खान मन लाग्दा पानी दिने घरमा कोही पनि नहुँदा लङजुङ छोडेर देवघाट आएर बस्नु हजुरबुवा। यस्तो छ जीवन कहानी। आज लौरी भन्दा साथी हजुरबाको कोही रहेन। लौरी र कृष्ण भगवान भन्दा हजुरबाको साथी कोही छैन प्रभु। लौरी टेक्नी भो आज लौरी टेक्नी भो यो जिन्दगी व्यर्थै गो लौरी टेक्नी भो लौरी टेक्नी भो लौरी टेक्नी भो यो जिन्दगी व्यर्थै गो लौरी टेक्नी भो। भयो धरा छोरा छोरी कोही छैन रित्तै भयो धरा बुढेसकालमा मै बुढोलाई लौरीको भरा बुढेसकालमा मै बुढोलाई लौरीको भरा लौरी टेक्नी भो लौरी टेक्नी भो यो जिन्दगी व्यर्थै गो लौरी टेक्नी भो लौरी टेक्नी भो लौरी टेक्नी भो यो जिन्दगी व्यर्थै गो लौरी टेक्नी भो। नातिनी र नातिहरू जन्मे भन्छन् कुन्नी नातिनी र नातिहरू जन्मे भन्छन् कुन्नी मेरो दुःख लौरी बाहेक छैन अरू सुन्ने मेरो दुःख लौरी बाहेक छैन अरू सुन्ने लौरी टेक्नी भो लौरी टेक्नी भो यो जिन्दगी व्यर्थै गो लौरी टेक्नी भो लौरी टेक्नी भो लौरी टेक्नी भो यो जिन्दगी व्यर्थै गो लौरी टेक्नी भो। लौरी टेक्नी भो लौरी टेक्नी भो यो जिन्दगी व्यर्थै गो लौरी टेक्नी भो लौरी टेक्नी भो लौरी टेक्नी भो यो जिन्दगी व्यर्थै गो लौरी टेक्नी भो आज यो जिन्दगी व्यर्थै गो लौरी टेक्नी भो अरे यो जिन्दगी व्यर्थै गो लौरी टेक्नी भो। कहाँ पखाउनु मनको दुःख खुट्टा लागि कान्छ भन्न मन कति छ कति लौ मधा लड्छु कि क्या ढाडकनी कर गरी खायो धना नाना नघुमाउला जस्तो छ चक्करै आउला जस्तो छ। ओ हजुरबुवा यसरी यताउति हिँड्दाखेरि साथमा कोही नहुँदा चक्कर लाएर लड्दा पानी पानी भनेको बेलामा पानी दिने मान्छे नहुँदा कति
बिल्लीबाड छ हजुरबुवाको देख्नु त हजुरले हामीले उमेर छँदाखेरि छोराछोरी भनेर सारा जीवन छोराछोरीको लागि खर्च गर्छौँ हेर्नुहोस् त हजुरबालाई के हुँदैछ लौ न नाति जान पर्यो के भयो हजुर पानी लिएर जानु होला है छोराछोरी भनेर सारा समय खर्च गर्छौँ भगवान्लाई सम्झिँदा पनि सम्झिँदैनौँ सुख भयो भने त भगवान्लाई सम्झिने कुरै छोड्दिनौँ दुःखमा मात्र सम्झिने गर्छौँ यसो गर्दा जीवनमा धेरै ठुलो हानि हुन्छ है भक्त विचार गर्नु होला बिस्तारामा पर्ने बेलामा पानी खुवाउने कोही छैन मर्ने बेलामा हजुरबालाई बिस्तार बिस्तार सास फेर्नु अब मुटुको धड्कन कस्तो छ हजुरबाको चेक गर्नुहोस् त नाति आँखा हेर्नुहोस् त आँखा के भइरहेछ हजुरबा खुस्रो छ कि कस्तो छ अस्पताल लानुपर्ने पो हो कि पानी खुवासी सुधार भयो नि त हो अमृतसरी रहेछ बाबु जिरौनाको पानी अमृतसरी रहेछ बाबु जिरौनाको पानी मरे मरे भनेको त बाँच्यो जिन्दगानी बिस्तारामा पर्ने बेलामा पानी खुवाउने कोही